गुड मर्निङ गाइस। आज चाहिँ म ज्याकेट गम्बुट लाएर काममा जान आँटेको त मम्मीले त एकदम मिठो सब्जी पकाइरहनु भएको छ। म पनि पानी सानी खाएर तिर्पल बोकेर म पनि कामतिर लागेँ। आधा काम चाहिँ हिजो सकेको थियो हो, आज चाहिँ आधी गर्दैछ हो। म पनि सुई मसला बोक्न थाल्छु। बाबा पनि उता मसला मिलाउनु थियो। मसलाले मात्रै भएन, खिप्टा पनि चाहियो भनेर बाबा र म गएर खुरु ढुङ्गा बोरामा लाउन थाल्यौँ। त्यसपछि बाबा र म गएर एक बोरा ढुङ्गा ल्यायौँ। काम चाहिँ यति भइसकेको थियो। अब चाहिँ म बाख्रालाई घाँस बोकेर बाख्राको टाट्नोतिर लाग्छु। त्यसपछि एक अँगालो घाँस लिएर बाख्रालाई खुरु एक टाट्नो घाँस हालिदिन्छु। अब चाहिँ फेरि फट्टा बोकेर कामतिर लाग्छु। अघि ल्याएको ढुङ्गाले पुगेन रहेछ हो गाइस। फेरि ढुङ्गा भेला पारेर बोरामा लाउँदैछु हो गाइस। अनि मैले एक बोरा ढुङ्गा कामतिर लगेँ। अझै ढुङ्गा त पुग्दैन त भनेर हम्मर लिएर डेप्की ढुङ्गा फुटाएँ र बोरामा हाल्नु थालेँ। फेरि बोरामा ल्याएर लगेँ। त्यसपछि म ठेलागाडी लिएर आएँ। ठेलागाडीमा 2 बोरा सिमेन्ट ल्याएर चाहिँ बाबाले ठेललाई म तान्दै गरेर साइड काममा लग्यौँ। त्यसपछि बाबाले सिमेन्ट लानुभयो। अब चाहिँ बाबाले बल्ल बढ्नुहुँदैछ हो। मैले चाहिँ ठेलागाडीमा बल्ल लाउँदै लगेर अनलोड गरिदिएँ। हामीले काम चाहिँ यति चाहिँ सकेको थियौँ हो। यति सक्दै पानी परेर हामी चाहिँ घरतिर लाग्यौँ। अनि आजलाई यति नै है गाइस, बाई बाई।